पुरा जाम छ है अब लगभग 15-20 मिनटमा चाहिँ हामी तल पुग्छौँ गेटमा त्यहाँबाट चाहिँ हामी वाक गरेर जान्छौँ है हाकिङ टु जामचु बालाजी चोक हुँदैछ है यात्रा सुरु अब ठिकै अहिले चाहिँ 10:40 भएको छ कति बजे पुग्छ हेरौँ है ल मजा आउने भयो आज ट्रेकिङ ल कस्तो लागिरहेछ अहिलेसम्म 10 मिनट हिँड्यो जम्मा खायो के हो ल खायो के हो खराब छैन बलियो सोलो सबै ल कोही खाएको छैन है अहिलेसम्म 15 मिनट ल राम्रो है खानु भएन नि यस्तो यङहरू भिडियो आउँदैछ है सबैजना ल हेर चिप्सहरू मुभ भिडियो पनीर आफै तलबार बस रे है एकदिन रेस्ट गरेर सबै चाहिँ होला है बिस्तारै 2 घन्टा अब 2 घन्टा हो लिएर आउने आँट्छ छैन तर चढ्नेहरूले चाहिँ जाँदो रहेछ है तल चाहिँ जान्छ तल जान्छ माथि जान्छ खै त अरू 7 क्लासहरू ए बाइज वेट यस्तो छ अब चाहिँ सम्म बाटो छ
बिस्तारै बिस्तारै ल स्लोली बिस्तारै हिँड्ने है बिस्तारै बिस्तारै हिँड्नु होला हेलो ल लाइटहरू पनि राम्रो छ है भ्युज यहाँबाट चाहिँ दामी भ्युज छ आज चाहिँ अलिकति घाम कम लागिरहेको छ बादल लगाइरहेको छ त्यही भएर अलिकति लो लाइट देखिरहेको छ धेरै उठा नजाऊ है डन ल यहाँ सबैजना आउँदैछन् पुरा क्लियरली देखियो होला घाम त मधुर छ सबैको सर खै तिमीहरू उठेर बसेछ त बस न सिट डाउन ल यहाँ पिकनिकको ग्रुपहरू छ है सर है ग्रुप पिकनिक जस्तो यहाँ सानो ग्रुपहरू छ त ल पिकनिक सुरु भयो के हो यो पोस्टर घाँसमा बसे हुन्छ ढुङ्गामा बसे हुन्छ तिमीहरू ए धेरै उता नजाऊ ल ल ओ लट्ठी खोज्नु गयो क्या यहाँ ओहो मेरो खुट्टा दुखिसक्यो यता अनुष्का नि थाकिसक्यो अनि हाम्रो शरीर थाकिसक्यो अब तर पुग्न लाग्यो है हामी अब पुग्न लाग्यो अब माथि भेटौँला अब चाहिँ पुग्न लाग्यो यहाँ चाहिँ अरू स्कुलको स्टुडेन्टहरू पनि आइरहेको छ यहाँ हामीलाई अब लगभग पुग्न लाग्यो माथि हामी पुग्ने ठाउँ चाहिँ पुग्यो 2 मिनट ए यहाँबाट आउने होला बाइकहरू गाडीहरू त्यहाँ तलबाट यहाँ पुग्यो सगरमाथा चढे जस्तै भयो कि आज मलाई सजिलो भयो गाह्रो बन्दैन होइन ल यहाँबाट भ्युज पनि एकदम राम्रो पुरा ल पहिला यहाँ त्यो एकचोटि घुमौँ ल नघुम्ने पहिला हो अहिले पछि अहिले एकचोटि है हाम्रो यहाँ चाहिँ बुद्धको मूर्ति सुन्दर मूर्ति एक राउन्ड घुमौँ ल यहाँ स्विमिङ पनि देख्छ अलिकति धमिलो छ यहाँ चाहिँ ओहो पहाडहरू पुरा सुन्दर पहाड पुरा बस्तीले भरिछ है काठमाडौँ घरै घर धाराहरू पनि देखिरहेको छ यहाँ त जुम चाहिँ स्पष्ट देखियो धाराहरू अझ पर छ छ
चियर भन्ने राम्रो त्योहरू बेचिरहेको छु कहाँ टावर माथि गएको ओहो यहाँ भ्यू टावर पनि रहेछ ल अब म टावरतिर चढ्दैछु है हेरौँ न पसिना 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 झरेपछि मजा आउँछ बस्दाखेरि यस्तो अलिक घाम कम भएको मडल हामीलाई हेर्दा कस्तो राम्रो हुन्छ होला है हिमालहरू पुरा देख्छ काठमाडौँ भ्याली यो पुरै माथि होइन यहीँ बस्ने रहेछ तिनीहरूलाई भ्यू हेर्नुपर्ने यहाँ पनि देख्छ नि राम्रो भर्खर देखिन्छ मलाई खोइ खाना सिकिसकेको रहेछ छैन सर आउँदैछ हामी फास्ट रहेछ खोइ कति स्लो खाएको